आज मसँग रहेको छ भिभोको फोन, जुन फोनमा चार्ज गर्दाखेरि देख्नुहुन्छ यहाँनिर चार्ज गर्दा लोगोसम्म आउँछ तर जान्छ। यस्तो केसमा तपाईँको ब्याट्री बिग्रेको हुनपर्छ। म्याक्सिमम चाहिँ ब्याट्री डिस्कनेक्ट, फोनसँग ब्याट्री कनेक्ट छैन भने चाहिँ ब्याट्री बिग्रेको हामी अर्थात् कुनै कारणवश ब्याट्रीसँग फोन कनेक्ट छैन भन्ने बुझिन्छ। तर त्यो ब्याट्रीलाई हामी कसरी रिस्टोर गर्न सक्छौँ भन्ने कुरा म यो भिडियोमा देखाउने छु। ब्याट्री बिग्रिसक्यो भने तपाईँले ब्याट्री राम्रो टिक्दैछ भने त्यो ब्याट्रीलाई फेरि पनि चलाउन सक्नुहुन्छ। साथीहरू, म तपाईँलाई ब्याट्री मजाले रिकभर गरेर देखाउने छु। मसँग छ यो ब्याट्री, देख्नुहुन्छ। यो ब्याट्रीमा सामान्य रूपमा फोन झर्दाखेरि ब्याट्रीको फ्लेक्स च्यात्तिएको छ, तर च्यात्तिएको फ्लेक्स नजोड्नु होला। सकेसम्म सेम एम्पियर भएको ब्याट्री खोज्नु होला र त्यसमा भएको कनेक्टर चाहिँ तपाईँले म्याच गर्नुपर्ने हुन्छ। जुन कनेक्टर चाहिँ एकदम प्रोपरली म्याच भएको हुनुपर्छ, नत्र भने फोन चाहिँ खुल्न सक्छ तर चार्ज नहुन सक्छ र चार्जिङ हुँदा पनि तपाईँको बिचबिचमा पोज भएर जान्छ। यसरी चार्ज पज भएर नजाओस् भन्ने चाहनुहुन्छ भने ब्याट्री पोजिङमा जान्छ र चार्ज नहुन सक्छ। अर्थात् अर्को समस्या भन्नुपर्दा फोनमा रिस्टार्टको समस्या पनि आइन सक्छ। त्यसकारण तपाईँले ब्याट्री हाल्नुभन्दा पहिले ब्याट्रीको एम्पियर र ब्याट्री कनेक्टरको पिनहरू कम्प्लिटली चेक गर्नु होला र चेक गरिसकेपछि तपाईँले मजाले त्यसलाई हामी खोलेर अर्को ब्याट्रीमा राख्न सक्छौँ। भिडियोमा देख्नुहुन्छ मैले ब्याट्री राखेर पनि फोनलाई कम्प्लिटली अन गरिसकेको छु। भिडियो केही फास्ट गरेको छु मैले, किनभने सबै भिडियो देखाउन तपाईँलाई हेर्न पनि अल्छी लाग्न सक्छ, समय लामो हुन्छ। त्यसकारण मैले यसलाई मजाले कम्प्लिटली ब्याट्री एम्पियर मिलाएर कनेक्टर मिलाएर त्यसपछि प्याकिङ गर्दाखेरि कुनै पनि ठाउँमा चाहिँ सर्किट सर्ट नहोस् भनेर कम्प्लिटली मैले सिल गरेको छु। र त्यसपछि जब सिल गर्नुहुन्छ चार्जमा राखेर केही समय विचार गर्नुहोला कि ब्याट्री चार्ज मजाले दिँदैछ कि छैन, बिचमा पोज हुँदैछ कि भन्ने कुरा पनि चेक गर्नुहोला। र चेक गरिसकेपछि तपाईँले केही समय चलाउनु होला, फोन रिस्टार्ट हुन्छ कि भन्ने कुरा पनि चेक गर्नुहोला। अनि मात्रै तपाईँले फोनलाई कम्प्लिटली प्याक गर्नुहोला। यदि तपाईँले यसरी कुनै पनि कुराहरू मिस गर्नुभएको छ भने फोनको रिस्क कुनै पनि समस्या आयो भने विचार गर्नुहोला, तपाईँको सेल्फ रिस्क हुनेछ। र तपाईँले यसरी बनाइसकेको ब्याट्री यदि पुरानो ब्याट्री थियो भने जुन ब्याकअप दिन्थ्यो त्यही ब्याकअप नै दिनेछ। जब मार्केटको ब्याट्री हाल्छौँ हामीहरू, त्यो ब्याट्री ब्याकअप केही हदसम्म कम हुन्छ र लङ टर्मको लागि पनि नहुन सक्छ। त्यसकारण तपाईँकै ब्याट्री छ भने कारणवश तपाईँको फोन झऱ्यो खस्यो भने त्यस्तो केसमा ग्लु छैन भने ग्लु नभएरै फोन चाहिँ तपाईँको के हुन्छ भने फोनको ब्याट्री डिस्कनेक्ट हुन्छ र च्यात्तिन पुग्छ। किनभने कनेक्टर त मजाले टाँसिएको हुन्छ, त्यहाँनिर नट राखेको हुन्छ होइन, माथिबाट चाहिँ एउटा प्लेटले टाँसिएको हुन्छ, त्यो नउक्किन सक्छ तर ब्याट्रीको फ्लेक्स च्यात्तिन सक्छ। र च्यात्तिएको ब्याट्री तपाईँले फोनमा कनेक्ट नभएर हामी ब्याट्री फाल्नुपर्ने अवस्था आइदिन्छ। त्यसकारण पुरानो ब्याट्री नफाल्नुहोस्। सकेसम्म त्यसको कनेक्टर पाउनुहुन्छ भने कनेक्टर मजाले बनाएर चलाउन सक्नुहुन्छ। नयाँ ब्याट्री तपाईँले 1000, 1200, 1500 पर्छ नै होइन, त्यो किन्नुभन्दा कस्टमर तपाईँ सामान्य रूपमा जानुहुन्छ, ब्याट्री बनाउनुहोस्। ब्याट्री बनाउँदा 500 लिन सक्छ, 600 लिन सक्छ, तर तपाईँले पुरानै ब्याकअप जुन ओरिजिनल ब्याट्री थियो त्यसको ब्याकअप पनि तपाईँले चलाउन पाउन सक्नुहुन्छ। यहाँ देख्नुहुन्छ मैले कम्प्लिटली यो फोनलाई टेस्ट गरिसकेपछि मैले फोनलाई चलाउन खोज्दैछु। देख्नुहुन्छ यहाँनिर चार्ज मजाले भइसकेर फोन पनि अन भइसकेको छ।